कलकल बग्ने खोला, हरिया पाखाहरू, साना खोल्सीहरू, त्यसमा हल्का पवन र चराचुरुङ्गीको मधुर आवाजहरूको बिचमा म उसको मामु र उनलाई हाम्रो काखमा लिएर उभिएका छौँ। उसलाई प्रकृतितिर देखाउँदा मनभित्र अनौठो शक्तिको महसुस भइरहेको अनुभूति हुन्छ। धेरैले सोध्छन् यति सानो उमेरमा बालकलाई सहरबाट गाउँ किन ल्याउनु, होइन त? सहर राम्रो छ, सुविधा धेरै छन्, होइन त? हो, सहरमा सजिलो छन्, अवसरहरू पनि धेरै छन्, तर जीवन केवल सुविधा मात्रै होइन भन्ने कुरा म उसलाई सानैदेखि नै देखाउन चाहन्छु, होइन त? त्यसैले आज म उसलाई मेरो कर्मथलो, मेरो गाउँमा ल्याएको छु। त्यहाँ चाहिँ ठुला बजारहरू र चम्किला सडकहरू नहोलान्, तर खोला छन्, कलकल बग्दै मनलाई शान्ति बनाउने साना झरनाहरू छन्, हरियाली पाखाहरू छन्, खुला आकाश छन्, जङ्गल र घाँसका सुगन्धहरू छन्, होइन त छोरो? हरेक सासमा माटोको गन्धहरू छन्, होइन? उता हेर न, सहरले सुविधा दिन्छ तर गाउँले प्रेम र संस्कार दिन्छ जस्तो मलाई लाग्छ, होइन? यहाँ सम्बन्ध नै आत्मीयता हुन्छ क्या।